अहिले यो भिडियो चाहिँ मैले मेरो फेसबुक पेजबाट हटाइसकेँ। किन हटाएँ, के कारणले हटाएँ, यो भिडियोमा चाहिँ भएको थियो के, म यो भिडियोमा चाहिँ म भन्नेछु सबै कुराहरू। पहिले चाहिँ तपाईँहरूले फलो गरिदिनु होला, मेरो के भन्छ अरे यो पेजमा फलो गरिदिनु होला, सेयर गरिदिनु होला, यो भिडियो सबै सामने पुगोस् ताकि यो घटना फेरि नदोहोरियोस् मेरोमा जस्तो भनेर। त्यतिखेर चाहिँ भएको के थियो भने उहाँ दिदीले भनौँ न, उहाँ दिदीको छोरीले चाहिँ याङ्गो गरिदिनु भएको रहेछ नारायणटारको। अनि नारायणटारको याङ्गो गरिदिनुको ठाउँमा चाहिँ उहाँले चाहिँ गलत लोकेसनमा चाहिँ म अहिले तपाईँहरूलाई याङ्गो अफिसमा कुरा गरेको पनि म तपाईँहरूलाई यो यही भिडियोमा राख्छु होइन। उहाँले चाहिँ उता नारायणटार जाने लोकेसन चाहिँ अन्त कतै हालिदिनु भएको रहेछ। अनि त्यस पछाडि अनि म त अब याङ्गोको त लोकेसनमा पुग्नै पऱ्यो नि त होइन। पुगेन भने अब याङ्गोले चाहिँ फेरि बोनस दिँदैन। हामी त अब बोनसको हिसाबमा काम गर्ने हो। त्यो क्यास पैसा आएकोले त हामीलाई तेल लाउन नि पुग्दैन क्या, यति धेरै महँगो तेल छ। अनि उहाँ दिदीले बाटैमा चाहिँ झुट बोल्नु हुँदैन भाइ, यो बाटो होइन, अर्को बाटो हो, यतापट्टि त होइन त अन्तै जाउँ भनेर उहाँले नारायणटार जाउँ भन्नुहुँदै थियो। मैले के भने नि, हेर्नु दिदी, याङ्गोमा चाहिँ त्यस्तो मिल्दैन, जहाँ छ लोकेसन त्यहाँ पुग्नुपर्छ। यदि तपाईँसँग बुकिङ गरेको फोन छ भने लोकेसन चेन्ज गर्न मिलो, म चेन्ज गरिदिन्छु। यदि होइन भने म लोकेसन पुग्छु अनि त्यसपछि केही गरौँला भनेर चाहिँ मैले त्यो भने। अनि त्यो भन्दाखेरि अनि लिएर गएँ उहाँलाई मैले लोकेसनमा पुऱ्याइसकेपछि चाहिँ अनि उहाँले के भन्नुभयो भनेदेखि, ए भाइ किन यहाँ ल्याएको, मलाई यहाँ जबरजस्ती ल्याएको, जबरजस्ती मैले ल्याएको र त्यस्तो गरेको भए मैले ओर्तिर त्यहाँभन्दा अलिकति ओर्तिरको चोकमा एकछिन रोकेर पनि दिदी तपाईँको लोकेसन त यतै देखाएको छ त, के गर्ने ल है, लोकेसनमा त पुग्नै पर्छ भन्दाखेरि त्यहाँ सिसिटिभी हेऱ्यो भने पनि त्यो चोकमा एकछिन रोकेको देखाएको पनि छ होला सही। अनि त्यता कतै सिसिटिभी छ भने होइन, प्रायः जस्तो लोकेसन उसमा चोकमा हुन्छ नि। अनि त्यति भनिसकेपछि अनि उहाँ दिदीले अनि त्यस पछाडि अनि केही पनि भन्नु भएन। अनि मैले उहाँ लोकेसनमा पुऱ्याइदिएँ। लोकेसनमा पुऱ्याएर त्यहाँको बासिन्दा मान्छेहरूले नारायणटारको लोकेसन यहीँनिर देखाउँछ, त्यो राइडरको गल्ती छैन भन्दा पनि मलाई पागल हो क्या हो, जाँड खाएर आएको हो क्या हो, यहाँ त्यहाँ भन्नुभएको थियो होइन। अब त्यही भिडियोमा अनि अहिले चाहिँ उहाँले पछिबाट चाहिँ त्यो भिडियो उहाँसम्म पुगेछ। अनि के भन्नुभयो भने उहाँको छोरीले, श्रीमानले अनि सरी, अब अनि अर्कोजना को हुनुहुन्थ्यो उहाँले पनि सरी ब्रोदर भनेर भन्नुभयो होइन। अनि खास गरी उहाँ दिदीले त्यतिखेरै मलाई सरी भन्नुभएको भए म त्यो भिडियो पोस्ट पनि गर्दिनँ थिएँ होला होइन। मैले आएर रातभरि सोच्दा गरेँ क्या, यो भिडियो के गरौँ भनेर। मैले उहाँ दिदीलाई, दिदी म भिडियो गरिरहेको छु है, तपाईँ यस्तो नगर्नु भनेर भन्दा पनि भिडियो सिडियो भयो मलाई बालै भएन, डराउँछु भिडियो भएर भनेर त्यतिखेर भन्नुभएको थियो। अनि त्यो कुराले पनि कस्तो भयो क्या। अनि रातभरि यहाँ पनि आएँ अनि सोचेँ यो भिडियो लाउँदा कि नलाउँदा ठिक होला भने। अनि मेन कुरा मलाई मेरो आमा बाउले, मेरो आफन्तले कहिले पनि पागल हो कि क्या हो कहिले पनि भनेको थिएन क्या। अनि रक्सी खाएर बोल्यो कि क्या हो यहाँ त्यहाँ, फेरि त्यो नचाहिँदो आरोप लाउँदाखेरि चाहिँ अलिकति नराम्रो मन लागेर मैले हालिदिएको हो होइन। अनि त्यसको लागि अब मैले पनि भिडियो पोस्ट गरिदिइहालेँ, मैले सरी चाहन्थेँ। अब सरी भन्नुभयो दिदीले। अनि उहाँलाई पनि नराम्रो नेगेटिभ कमेन्टहरू पनि आएको थियो, त्यसको लागि अब म सरी भन्छु होइन दिदी। सुन्नु न, यो अहिले मैले जुन टिप ल्याएको छु नि, यो टिपमा म लोकेसनमा आइसकेको छु होइन। यो टिप म लोकेसनमा छु कि छुइनँ अहिले, डेस्टिनेसनमा 97। हजुर 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 म अहिले यो कम्प्लिट गरेको छुइनँ। अहिले म यो राइडमै छु ठ्याक्कै, म लोकेसनमा यहाँ डेस्टिनेसनमै छु। डेस्टिनेसनमा छु कि छुइनँ यति भनिदिनु त। डेस्टिनेसनमा छु नि होइन। अनि देख्नुभयो त अफिसमा। अनि यो त नारायणटारको, जोरपाटी नारायणटारको हालेको मान्छे। अनि यहाँ यो कुन ठाउँमा रे, यो शिव चोक अर्जेल बस्ती भन्छ। यो शिव चोकमा देखाउँदो रहेछ तपाईँको यो लोकेसन। अहिले भर्खरै एकजना दिदीसँग मेरो दरो उयो पनि पर्यो, लफडा पनि पर्यो। के यो याङ्गोले पुरा राइडर र प्यासेन्जरको झगडा होस्, जुदोस् मरोस् भनेर तपाईँहरूले यसरी गलत लोकेसन देखाइदिनुहुन्छ। अनि उहाँले त मलाई त अनि अहिले मलाई उता नारायणटार लिएर जाउँ भनेर भन्नुहुँदै थियो, नारायणटार जाउँ कि जाउँ भन्दै थियो। अनि यताबाट मैले यहाँ नारायणटार उहाँलाई लगेर मैले त्यहाँ ट्रिप कम्प्लिट गरेँ भए कम्प्लिट हुन्थ्यो भन्नु त। उहाँले बुकिङ गरेको मोबाइल उहाँसँग पनि छैन भने ट्रिप कम्प्लिट हुन्थ्यो, बोनस दिनुहुन्थ्यो मलाई भन्नु त। दिनुहुन्न थियो नि कि दिनुहुन्थ्यो त?
दिँदैन तिम्रो अनि दिँदैन